झन्डै ब्लगर दिदी लड्यो म झन्डै लडेँ चटपटे लटपटे चटपटे हो काउन्ट गर त कति रहेछ हाई एभ्रिवान नमस्ते सबैजनालाई स्वागत छ तपाईँलाई मेरो न्यू ब्लगमा आज चाहिँ हामी यहाँनिर नेपाल पाथिभरामा आइरहेको छौँ नानाहरू पनि छ उकालो जाँदैछौँ त्यहाँबाट उकालो 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 छ भन्छ बाटो अब कहाँसम्म छ हेरौँ यहाँ चाहिँ यस्तो बनाएको छ पहिला चाहिँ यस्तो थिएन अरे म त फर्स्ट टाइम आएको घरहरू बनाउँदो रहेछ है ढुङ्गाको अहिले हामी पनि बनाउनु पर्छ पर्दो यहाँ हेर त कहाँ गएको तिमी मन्दिर जानु भएको अझै माथि नै अरे उकालै 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 जाँदैछौँ हामी चाहिँ नाना नानीहरू चाहिँ अगाडि छ बोक्नु लाको मलाई त्यस्तो भनेको ल आरोग्य हिँड्नु सकिन भनेको कि भगवान्ले भित्र कहाँ सजिलो छ हिँड्नु पर्छ त ब्लगर नम्बर 1 ब्लगर नम्बर 2 यहाँ मान्छे ब्लगर नम्बर 3 कसरी भन्नु रे अन्त भन्न अन्त म त कसरी बनाउँछ रे हेलो गाइस यहाँ हेरेर भन लु परि यहाँ हेरेर भन यहाँ यता हेरेर भन लु लु अब भन त लु भन लु भन पाथिभरा मन्दिर दर्शन गर्नुभएको जोडले हौ ठुलो सरले भन न भेट्नु हामी चाहिँ फाइनली यहाँ माथि आइपुग्यौँ र यहाँ सामानहरू किनेर चाहिँ अब दर्शन गर्नु जाँदैछौँ यहाँ चाहिँ यस्तो रहेछ दोकानहरू तल पनि छ रहेछ तर तलबाट चाहिँ बोकेर ल्याउनु एकदमै गाह्रो हुन्छ त्यही भएर हामी चाहिँ यहीँ किन्यौँ सामानहरू तलबाट चाहिँ उकालो 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 सिँढी छ नि त त्यो भएर ढाकी बोकेर उकालो आउनु अलिकति असुविस्ता हुन्छ त्यो भने यहीँ किनेको नै राम्रो भने चाहिँ हामीले यहीँ किन्यौँ हेर्दै जानु सक्यो यता रहेछ मन्दिर चाहिँ नानाहरू चाहिँ यहाँबाट पुगिसक्यो
हामी चाहिँ पूजाहरू गरिसकेर अब यहाँ टिका लाउनु आँटेको फेरि त्यहाँबाट चाहिँ निक्लिन्छौँ। बेनाले लाउनुहुँदैछ। जगतो हृस्य प्रसीद विश्वे स्वरूपाय विश्वमेश्वरी देवी चराचरस्य जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा दात्री स्वाहा स्वदा नमोस्तुते। अब हामीले चाहिँ सक्यौँ पूजाहरू गरेर अब चाहिँ निक्लिन्छौँ। यहाँ फोटोसुट हुँदैछ है। ए भाउजूको पैसा पनि चढाइदिनु 101 रुपियाँ दिनुभएको छ। यहाँ चढाइदिँदैछु। यो दाजुहरूकोमा हालिदिनुपर्छ हुन्छ हौ त्यही। अरे भाउले टोक्ला नि एक्लै त्यस्तो गर्दै नि त। आयो भाउ आयो दुईटा दिनुहोस् ल। उयो टिका मागेर आउँछु ल म। उसलाई त के भयो होइन कुल्ची दियो होला यो यसको लाइक शेयर एन्ड सब्स्क्राइब। यता हेर त। भयो बुकमा राखिराख्नु ल। खै थ्याङ्क यू भनेको। बुकमा राखिराख्नु ल। खै थ्याङ्क यू छैन त। मलाई पनि दिनुहोस् एउटा। म पनि लेख्छु। म पनि पढ्छु। हजुर पढ्नु त पढिसकेको नर्सिङको केटीहरू लेख्नु म चाहिँ अफिसर हुनुपर्छ। बहिनी तिमी के हुन्छौ? बहिनी यहाँ हेर यता हेर तिमी के हुन्छौ? ला नर्स हुन्छ अरे डक्टर यहाँ हेर। फोटो खिच्नु खै होइन पिजन कस्तो मजाले मिलेर बसिरहेको छ त। जा म गरिदिन्छु। जा जा जा। अलिकति अगाडि गर्नु हो हामी चाहिँ पूजाहरू गरिसकेर पनि ओह्रालो झर्दैछौँ। अब अन्त आज कस्तो भयो मन्दिर आएर भनिदेऊ न। एकदम राइसहरू एकदम आई लभ नेपाल। बहिनी तिमीले पनि भनिदेऊ न आज कस्तो लाग्यो मन्दिर आएर पाथी भएर मन्दिर आएर कस्तो लाग्यो भनिदेऊ न। मुखले भन न। दामी लाग्यो। नानी लाग्यो। नाना र भेना त ऊ माथि आउँदैछ। अब हामी चाहिँ गएको। अब अघि आउँदा उकालो उकालो थियो। अब आउँदा ओह्रालो छ यी बाटो। माथि छ नानाहरू चाहिँ भेना माथि छ। तिमीलाई आज मन्दिर आएर कस्तो लाग्यो भन्ने राम्रो लाग्यो मलाई पाठीबाट मन्दिर आएर। अन्त अब शेयर सब्स्क्राइब अन्त अब गरिदिनुहोस् च्यानललाई। भोलि जानु पर्दा चाहिँ कस्तो लागिरहेको छ? एकदम दुःख लागिरहेको छ। ओह्रालो तपाईँ यहाँ चाहिँ घर बनाउने यस्तो गर्नु पर्दछ नि त। मन्नत यो चाहिँ मन्नत मागेको साँच्ची नै पुरा हुन्छ। हामीले उतानिर उयसमा गरेको थियौँ। यो उता कहाँ भन्दा राजस्थानमा गरेको थियौँ। यस्तै पुरा हुँदो रहेछ। हो रहेछ। यो चाहिँ मैले मानेको छु। र म पनि बनाउनु पर्यो एउटा। अरूले बनाएको बनाउनु हुँदैन। नयाँ बनाउनु नयाँ खोजेर बनाउनु पर्छ। राम्रो सुन्दर घर घर बनाउनु पाऊ भगवान् तपाईँले
अन्त तपाईँलाई आज पाथिभरामा कस्तो लाग्यो यतै हेर्नुहोस् त दामी घर बनाएर चाहिँ बस्नु पाऊँ मैले चित्ताको है एकदम राम्रो शान्तिको घर बनाएर बस्नु पाऊँ भगवान्ले सधैँभरि बास गरौँ त्यो घरमा सदा 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 बास गरोस् है भगवान्ले पर्दीले पनि बनाउँदैन बनाइदिएन उयो सबैको बनाइदिएन मैले त ऊ बनाएँ कुनामा यता भनिदिनुहोस् ब्लगमा तपाईँलाई आज कस्तो लाग्यो एकदमै राम्रो लाग्यो हाम्रो दर्शन एकदम राम्रो भयो हाम्रो भाकाल थियो त्यो पनि पुरा भयो पूजाहरू पनि राम्रोसँगले गर्नु पायो फेरि फेरि भगवानको बुलट फेरि फेरि आउनु पाऊँ त्यसरी नै झन्डै ब्लगर दिदी लड्यो म झन्डै लडेँ च्याप्टै भएन नि ढुङ्गै है यहाँनिर हाम्रो बेबीले बनाउँदैछ कस्तो लाग्दैछ भनिदेऊ न भनिदिनुहोस् यस्तो होइन मुखले भन न शान्ति भएको घर हो भगवान्ले बास कस्तो तपाईँले मन्नत बिगाड्थ्यो हाउ वाज योर डे छ कि बाई बाई अब चाहिँ हामी गएको ओह्रालो लु यता मम्मीको ज्याकेट झरेको अवस्था यो चाहिँ छेकीले यहाँ छ आर्टिस्ट चाहिँ छोरी दुईजना अब चाहिँ हामी गाडी भएकोमा आइपुग्यौँ त्यहाँ मजाले हाँसहरू हेरिरहेको छ शीतल भयो होला है चप्राङ्ग गर्दा त शीतल भयो होला है होइन के मजाले कुदेको हेर्न है अब चाहिँ हामी यहाँ नानाहरूले चाहिँ चटपटी बनाइ माग्दैछ चटपटी खाएर चाहिँ त्यहाँबाट हामी खाना खानु जाने तपाईँहरूको आफन्तहरू पनि हुनुहुन्थ्यो त्यो टाइममा त धेरै नि गिल्लो चटपटी खाने हो मनोकालुले चटपटे खाएर भोलि जाने हो चटपटे लटपटे चटपटे खाएर भोलि लटपटे भएर जाने हो नि हो काउन्ट गर त कति रहेछ 1 2 3 4 5 6 7 वटा 7 रहेछ छोड्यो गयो उतै गयो यता आऊ बहिनी ओके गाइस आजको लागि चाहिँ यति नै फेरि पनि म नेक्स्ट ब्लगको साथमा आउने छु बाइ बाइ गाइस हेभ अ गुड डे